हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको हाम्रो यस भिडियोमा। र आजको भिडियो हाम्रो एक्सेलमा हुनेछ बेसिकली ड्रप डाउनको बारेमा। र ड्रप डाउन भनेको कम्प्युटर वा मोबाइल इन्टरफेसमा जुन तपाईहरुले एउटा लिस्ट हुन्छ त्यसलाई चाहिँ सिलेक्ट गर्नको लागि यो बेसिकली हुन्छ हैन। अनि हामीले तपाईहरुले युज गरेको कुरा हो हैन। कुनै पनि फर्म भर्दाखेरि या तपाईले कुनै सोशल मिडिया साइटहरुमा आफ्नो प्रोफाइल बनाउँदाखेरि त्यसमा कन्ट्रीको नामहरु सिलेक्ट गर्न पर्दाखेरि तपाईले ड्रप डाउन युज गर्नुहुन्छ हैन, त्यसरी सिलेक्ट गर्न सक्नुहुन्छ। यसका साथसाथै तपाईले डेट अफ बर्थ होला या तपाई कुन सिटीबाट बिलोङ गर्नुहुन्छ हैन, त्यो सबै सिलेक्ट गर्नको लागि तपाईले ड्रप डाउनलाई क्लिक गरेपछि त्यहाँ अप्सनहरु आउँछ एन्ड त्यो अप्सनहरुबाट तपाईहरुले आइटम चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसैलाई नै हामी बेसिकली ड्रप डाउन भन्छौं। र एक्सेलमा पनि हामीले यसलाई बनाउन सकिन्छ। एकदम इजी मेथड हो यसको लागि हैन। सो तपाईले स्क्रिनमा देख्दै हुनुहुन्छ अहिले मैले के गरेको छु, मन्थको यहाँ डिटेल्स राखेको छु। जनवरी देखि डिसेम्बरसम्म हाम्रो 12 मन्थको नामहरु राखेको छु मैले। अनि साथसाथै यहाँ मन्थ ड्रप डाउन एक्जाम्पल भनेर यहाँ मैले एउटा बनाएको पनि छु, तपाईहरुलाई हेर्न सक्नुहुन्छ। त्यसमा अब ड्रप डाउन मैले यसमा क्लिक गरे भने तपाईको हरेक मन्थ यहाँ देखिरहेछ हैन। अहिलेको जनवरी जुन पनि सिलेक्ट गर्न सकिन्छ। अहिले मैले जुन सिलेक्ट गरे त्यसपछि मैले अक्टोबर सिलेक्ट गरे यहाँ चेन्ज हुन्छ हैन। सो यो नै बेसिकली ड्रप डाउन भनिन्छ। सो यसलाई हामी कसरी एक्सेलमा बनाउन सक्छौं त्यसको बारेमा लेट्स सी। सो पहिला त हामी यहाँ डेटा ट्याबमा जानुपर्छ हैन। त्यसपछि डेटा ट्याबमा गइसकेपछि यहाँ तपाईले डेटा भ्यालिडेसन भन्ने अप्सन देख्न सक्नुहुन्छ। यसलाई चाहिँ क्लिक गर्नु होला। अनि डेटा भ्यालिडेसन क्लिक गरिसकेपछि एउटा अर्को डायलग बक्स आउँछ यहाँ, जसमा तपाईले हेर्न सक्नुहुन्छ यसले के सोधिरहेछ भनेको भ्यालिडेसन क्राइटेरिया। यसमा तपाईले अब यहाँ पनि यो भनेको एक्जाम्पल जुन देखिरहनु भएको छ यो एनी भ्यालु, यो पनि ड्रप डाउनको एक्जाम्पल नै हो हैन। सब यसबाट हामीले यो आइटमबाट हामीले लिस्ट भन्ने अप्सन सिलेक्ट गर्नुपर्छ। त्यसपछि हामीले यहाँ सोर्स भन्ने अप्सन आउँछ। त्यसमा हामीले अब कुन कुन आइटमहरु हामीलाई ड्रप डाउनमा चाहिन्छ त्यो चाहिँ हामीले यसलाई दिनुपर्ने हुन्छ। सो हामीलाई यो टोटल 12 मन्थ्सको चाहिन्छ। त्यसैले मैले के गर्नु, यो हाम्रो कर्सरको मद्दतले मैले जनवरी टु डिसेम्बर मैले सिलेक्ट गरे हैन। अनि त्यसपछि ओके दबाए। ओके दबाउने बित्तिकै हेर्नुहुन्छ यहाँ तपाईको एरो बनेको छ हैन। अब यो एरोलाई मैले क्लिक गर्दाखेरि तपाईको ठ्याक्कै यहाँ ड्रप डाउनको अप्सनहरु मलाई देखा पर्यो हैन। सो म अब जस्ट फर एक्जाम्पल फेब्रुअरी मार्च सिलेक्ट गरे, मार्च भयो हैन। त्यस्तै मे सिलेक्ट गरे, मे भयो। सो इजिली हामीले यो बनाउन सक्छौं। तपाईहरु पनि ट्राई गर्नु होला। र यसलाई हामी बेसिकली ठुला डेटाहरु जुन तपाईहरुले युज गर्नुहुन्छ त्यसमा चाहिँ एकदम युजफुल हुन्छ र तपाईहरुको समय पनि एकदम सेभ हुन्छ। सो प्लिज यसलाई चाहिँ ट्राई गर्नु होला र कमेन्टमा मलाई बताउनु होला तपाईहरुको यो सक्सेस भयो कि नभयो। अनि यस्तै भिडियोहरुको लागि प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला र अरु साथीहरुलाई पनि यसलाई शेयर गर्नु होला। सो ताकि बढीभन्दा बढी हाम्रो साथीहरुलाई यसको बारेमा जानकारी होस्। सो टिल देन आजलाई बिदा गर्छु। थ्यांक यू।